साथीहरु वेलकम ब्याक टु माई च्यानल। यो चाहिँ मेरो तिहारको ब्लग भन्दा नि मिनी ब्लग। अनि मैले चाहिँ यो कुकुर पूजा गर्नको लागि सामान रेडी पारे। फर्स्टमा चाहिँ भगवानजीलाई पूजा गरे अनि म चाहिँ कुकुरलाई लिन गए। मेरो भिडियो बनाउने मान्छे कोही हुनुहुँदैन के साथीहरु, त्यही भएर मैले त्यस्तो स्ट्यान्डमा राखेर बनाएँ अनि कुकुरलाई पूजा गरे। कुकुरलाई टिका सिका लगाइदिए, माला पनि लगाइदिए अनि यस्तो देखिएको छ मेरो कुकुर चाहिँ। अनि साथीहरु हेर्नु न, मलाई चाहिँ सेलरोटी बनाउन एकदम मन पर्छ के, त्यही भएर यसरी बनाएर राखेँ एकछिनमा बनाउँछु भनेर। अनि पूजाको भाँडाहरु यस्तो भएको थियो अनि मस्काए त्यो पनि। अनि हेर्नु न साथीहरु, एउटा मस्काको एउटा नमस्काको कति डिफरेन्ट कि। यो पिताम्बरीले पनि जादु नै गर्छ साथीहरु। अनि साथीहरु म चाहिँ बिहान बिहानै टी-सर्ट साट्न गएको तिहारमा भाइहरुलाई दिन, ठिकै नहुने पो सानो ल्याएछु। साथीहरु लक्ष्मी पूजा गर्न गोबर लिन आएको, हेर्नु न बेलुका त लिप्नु पर्छ नि। अनि बालुवा पनि लगे यसरी कलर बनाउन आँटेको, फेरि सेल पो बनाउनु पर्यो पहिला भनेर हात साथ धुए अनि सेल बनाउन तर्फ लागे म चाहिँ। अनि मैले चाहिँ आगोमा सेल बनाएको बाहिर। अनि सेल बनाएपछि कलरहरु हेर्नु न मैले छानेर मिक्स गरेको, राम्रो भएको थियो। अनि बेलुका भयो, अब लक्ष्मी पूजा गर्नलाई हेर्नु न रङ्गोली बनाएँ। अनि मैले चाहिँ मेरो घरमा रङ्गोली बनाइसकेपछि ठुलो मम्मीहरुकोमा पनि बनाउन गएँ अनि बनाइसकेँ। अनि फेरि आफ्नो घरमा लक्ष्मी पूजा त गर्नु पर्यो। अनि लक्ष्मी पूजा गऱ्यौँ बाबाले, मैले, मम्मीले अनि मेरो साथी भन्दा पनि बहिनीसँग टिकटक बनाएँ अनि बाबासँग पनि टिकटक बनाएँ। अनि कि साथीहरु भैली खेलेको के आफ्नै घरमा, हेर्नु न आशिक दिँदै छु। अनि ठुलो मम्मीहरुकोमा पनि भैली खेल्यौँ हामी चाहिँ, रमाइलो भएको थियो। अनि पैसा हेर्नु न साथीहरु, पैसा चाहिँ हाम्रो त्यस्तो धेरै भएन, ठिकै भयो, थोरै भयो, तर नि रमाइलो भयो नि त साथीहरु, त्यही भएर कस्तो खुसी लाग्ने रहेछ के। यो चाहिँ अर्को दिन है साथीहरु, यसको लेन्थ घटाउनलाई ल्याएको। अनि माछाहरु किने अनि माछाहरु बेलुका बनाएँ, मजाले आगोमा बनाएको, स्वादै छुट्टै के साथीहरु। अनि राति म चाहिँ कुर्ता लिन गएँ, मेरो भोलिपल्ट भाइटिका थियो, लगाउनु त पर्यो। अनि राति नै फुलहरु उनेर सकाएँ अनि सामानहरु रेडी पारे। अनि साथीहरु अर्को दिन यो चाहिँ म आन्टीकोमा बिहान गएर यसो आलु सालु तासेँ अनि खुर्सानी काटिदिएँ। अनि आगोमा हेर्नु न साथीहरु कस्तो मिठो हुन्छ कि यसरी पकाउँदा। अनि घर आएर फेरि रेडी भएर यसरी सबै सामान लिएर आन्टीकोमा टिका लाउने भनेको थियौँ, आन्टीकोमा गएको। बाबाले चाहिँ मलाई हेल्प गर्दै हुनुहुन्छ के सामान पुर्याउन साथीहरु। अनि भागहरु रेडी पारे अनि यो चाहिँ टिका बनाएको, अरु त पर्दैन व्हाइट कलर पर्छ नि त साथीहरु। अनि हेर्नु न रेडी भयो कि भएन चेक गरेको अनि रेडी भएछ। त्यसपछि बिमिरोको यो भेटना हुनुपर्ने रहेछ पूजा गर्न, मैले भेट नै उखालेर फाल्दैछु कि साथीहरु, यस्तै छु म, गाली खाएँ। अनि टिका सिका लगायौँ, माला लगाइदियौँ, हामीलाई पनि टिका लगाइदिनु भयो, माला लगाइदिनु भयो। अनि खानासाना खायौँ। अनि डिजे हान्नेमा चाहिँ म परेँ कि साथीहरु, तर केही छैन, मैले आफै गर्छु भनेरै गरेको हो। भाँडासाँडा माझेर चौरतिर यसो एक दुईवटा टिकटक बनाएँ साथीहरु। अनि पिङ पनि हालेको छ कि यहाँ, अनि मैले पिङ पनि खेलेँ यसो। दसैँमा चाहिँ धरानमा खेलेको थिएँ अनि तिहारमा चाहिँ यहाँ खेलेँ। अनि यसो पटकाहरू पड्काएँ राति साथीहरु। म चाहिँ उता सर्पस लाग्यो, बे पनि भएको छैन साथीहरु, सर्प रहेछ अन्त। मेरो ब्लग भनौँ कि मिनी ब्लग भनौँ, यही इन्ड गर्दैछु है साथीहरु। अब दसैँ तिहार सकेपछि चाहिँ डाइटिङ गर्छु भनेको। अर्को दिन त भाइसँग गएर मजाले किमा नुडल्स र मोमो त मजाले खाइदिएँ साथीहरु। के छ र एक बारको जुनीमा के चाहिँ डाइटिङ गर्नु, पातली भएर के नै भइन्छ र हैन साथीहरु। तर पनि अब डाइटिङ चाहिँ म बिस्तारै गर्छु होला साथीहरु, हेरौँ भन्न सकिन्न। अनि थ्याङ्क यू फर वाचिङ साथीहरु। हुन त मेरो भिडियो लास्टसम्म हेर्नु हुँदैन होला कि, तर जसले पनि हेर्नुहुन्छ उहाँको लागि थ्याङ्क यू। अनि मेरो त्यस्तो सब्सक्राइबर भ्युअर्स हुनुहुँदैन भए पनि मेमोरीको लागि हुन्छ भनेर यसो बनाएको है साथीहरु।